प्रधानमन्त्री पुरुष एक दिवसीय प्रतियोगिताको फाइनल नेपाल पुलिस क्लबले हात पारेको छ। चैत 16 गते सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि आज नेपाल पुलिस क्लबले जित पाएको हो। नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई 6 विकेटले जित्दै 2081 को पीएम कपको उपाधि आफ्नो नाम गरेको थियो। टस हारेर ब्याटिङको निम्त पाएको आर्मीले 43 ओभरमा 154 रन हानेर आफ्नो पुरै विकेट गुमाएको थियो। 25 रनमा 5 विकेट गएको आर्मीले कप्तान विनोद भण्डारी र बसिर अहमदले राम्रो पार्टनरसिप खेल्दै सम्मानजनक स्कोर खडा गरेको थियो। त्रिभुवन आर्मीले 154 रन बनाउन बसिर अहमदले 86 रन भने बनाएका थिए। कप्तान विनोद भण्डारीले 29 र विवेक यादवले 11 रन बनाएका थिए। आर्मीका अन्य ब्याट्सम्यानले दोहोरो रन पनि बनाउन सकेका थिएनन्। आर्मीलाई सस्तैमा निम्त्याउन नेपाल पुलिस क्लबका बलरले उत्कृष्ट बलिङ गरेका थिए। आर्मीलाई सस्तैमा निम्त्याउन नेपाल पुलिसको बलर करण केसीले 3 विकेट लिए, सागा ढकालले 3 विकेट लिए, दिपेन्द्र सिंह ऐरीले 2 विकेट लिए र गुलशन झा र ललित राजवंशीले 1-1 विकेट लिएका थिए। 155 रनको लक्ष्य पछ्याउने क्रममा नेपाल पुलिस क्लबका ब्याट्सम्यान कुशल भुर्तेलले उत्कृष्ट पाली खेलेका थिए। उनले 61 रन बनाएका थिए भने अमृत गुरुङले 39 रन बनाएका थिए र दिलीप नाथले भने 31 नटआउटका पारी खेलेका थिए। नेपाल पुलिस क्लबले आफ्नो 4 विकेट गुमाउँदै 6 विकेटको फराकिलो र उत्कृष्ट फाइनल हात पारेको थियो। नेपाल त्रिभुवन आर्मी क्लबका साहब आलमले 3 विकेट र नरेश साउदले 1 विकेट लिएर जित्नका लागि ठुलो प्रयास गरेका थिए र आखिरीमा उनीहरूलाई हार बेहोर्न परेको थियो। यस म्याचको प्लेयर अफ द म्याच करण केसीलाई घोषित गरिएको थियो भने प्लेयर अफ द टुर्नामेन्ट र बलर अफ द टुर्नामेन्ट ललित राजवंशीलाई घोषित गरिएको थियो र उनले बाइक जित्न सफल भएका थिए। पीएम कप 2081 आज चैत 16 गते सम्पन्न भएको छ।